तपाईँहरूलाई त मेरो बारेमा थाहा छैन होला तर म आज भन्न गइरहेको छु मलाई चाहिँ जुन मान्छे मन पर्दैन त्यो मान्छे मेरो छेउमै नआइदिए हुन्थ्यो त्यो मान्छेको बोली सुन्न नपाए मन हुन्छ यसो ख्रिसको नाममा सबैलाई जयमसी म चाहिँ आज अनिसाको केही बारेमा भन्न गइरहेको छु अनिसालाई केही कृपया थाहा नहुनुपर्ने हो अनिसालाई हेर्दाखेरि चाहिँ मोटी देखिँदैन तर मोटी थियो अनिसा कृपया तपाईँहरूलाई केही पनि थाहा नहुनसक्छ म चाहिँ धेरै रेड बुल खान्छु म चाहिँ आज होइन ऋतिकको उसलाई पनि थाहा नहुने कुरा भन्न गइरहेको छु थाहा छैन मलाई होइन तिम्रो लाग्ला तिम्रो हाइट ठुलो छ तर मभन्दा सानै छ कि तिमी जेन्टलम्यान तपाईँहरूलाई थाहा छैन होला एउटा कुरा होइन तपाईँलाई थाहा छैन होला म कलेजमा म्यामहरूलाई यति फ्लट हान्छु कि म्यामहरू मेरो दिमाना छन् कि अहिले चर्चमा चाहिँ ड्रमरिस क्रिस भनेर चिनिन्छ वीरबहादुर होइन जो फर्निचरको ओनर मालिक हुनुहुन्छ उसको छोरा भनेर पनि चिन्छन् गाउँलेले मन्दिराको छोरा भनेर पनि चिन्छन् होइन रन्जिताको भाइ भनेर पनि चिन्छन् र काले काले अग्ले अग्ले लम्बु केटा भनेर होइन हाम्रो चर्चमा चाहिँ बाल सङ्गति चलाउने बाल सङ्गतिको टिचर हो भनेर पनि चिन्छन् अब हाम्रो बिचमा गम्भीर खुलासा हुन गइराखेको छ रन्जितले अहिलेसम्म हामीलाई थाहा नभएको तर अब आफैलाई थाहा भएको एउटा कुरा हाम्रो बिचमा भन्दै दुई चार दिन अगाडि चाहिँ होइन म के अरे रात होइन चाहिँ म रातभर फोन चलाएर गेम खेलेर बसेर होइन सुतेको अब उसको ब्लाइन्ड एरिया थियो भने होइन मेरालाई चाहिँ अब यसले बाइक चलाउँछ नि त बाइक चलाउने बेला अब कहिले काहीँ अब घुम्न जाउँ भनेर भन्छ भनेको बेला अब योसँग गयो नि अब ठाउँतिर जाने भनेर कहाँ हुन्छ भने अब जान्छ अब उता माथितिर भट्टी डाँडा अब उता माथि साथीको होटल पनि छ क्या त्यतातिर जान्छ भने बेला गाउँ बेलामा त्यो पिचमा छ नि यसले त्यो बाइक सुता गरेर नि सातै होटल खोज्छ क्या सातै पुरै सुताउने अनि त्यहाँबाट बेलालाई है त्यो टायर साथै चिप्लिन्छ नि त धेरै सुताएर त साथै जान्छ कति बेलालाई पड्काइदिनु जस्तो रिस क्या गाउँघरमा होइन प्रेमको छोरो मैले चिनिन्छ चर्चमा प्रशान्त चिनिन्छ अब कसैले पनि थाहा नभएको कुरो चिनिहाल्छ नि होइन अब यहाँनिर भएको त धेरै जस्तो कसैलाई पनि थाहा छैन अब मेरो दोल कुरा चाहिँ अब त्यही कलेजको साथीहरू अनि त्यहाँबाट अरूहरूले म क्या म कलेजमा के भन्दाखेरि अब यहाँनिर हेर्दाखेरि त अब त्यस्तो बोल्दिनँ जस्तो देखिन्छ होइन कलेजमा इलेभेनमा भर्खरै आएका बहिनीहरू चाहिँ नि तिनीहरूसँग भन्दा नि अब ब्याचलरका दिदीहरूसँग पनि बोलिरहेको छु क्या म धेरै हाम्रो सबिन भाइको बारेमा चाहिँ भन्नुपर्दा भाइ हेर्दाखेरि अब सबैसँग मिल्दो होइन बोलीमा नि अब बोल्ने कुराहरूमा मिलनसार हरेक कुरामा बोलीमा चाहिँ सबै कुरामा ठिक अवस्थामा चाहिँ के हुन्छ भने म चर्चमा होस् या समाजमा वा परिवारमा हुँदाखेरि मैले गर्न लागेको कुरा र बोलेको कुराहरूमा चाहिँ कुरा सक्नै पर्ने जितिक छ क्या एकपन होइन त्यो कुरा अहिले छैन साथीभाइसँग लाएर चाहिँ कहिलेकाहीँ त्यस्तैमा बानी बिगाएर एकचोटि काममा पनि रात पनि बिताएको छ होइन कहिलेकाहीँ तास खेल्न जाने मैले खास सरोजको ल्यान्ड एरिया भन्दा चाहिँ सरोज कस्तो मान्छे हो भने सरोजलाई चाहिँ थाहा छैन होला सायद होइन अब यो भन्यो भने पनि हाँस हुन्छ सरोजलाई जतिसुकै काम गरेर थाकेको बेला पनि सरोज अब म एक्सट्रिम पार्टी भन्यो भने जुरुक्कै उठेर आउँछ मैले भनेर थाहा त पब्लिक एरिया बारेमा म भन्नु गइरहेको छु त्यो पब्लिक एरियाको बारेमा भन्नुपर्दा चाहिँ हाम्रो गोविन्द दाई भनेर पनि चिनिन्छ चर्चमा र उहाँ चाहिँ कालिन्जोले माइली छोरो गोविन्द भनेर पनि चिनिन्छ अनि त्यही नै होला ओके मेरो बारेमा तपाईँ त मलाई गोविन्दे भनेर मात्र चिन्नुभएको छ म कस्तो हुन्छ भने थाहै छैन म यहाँबाट हिँड्दाखेरि जहिले चर्च आउँदा जाँदा मोटरसाइकल चढेर आएको पनि भएको छ नि होइन तर म मोटरसाइकल चढेर चर्च मात्रै आउँदैन समाज सेवा गर्न
एकदमै एकदम आफ्नै पर्सनल खर्च गरेर मलाई थाहा छ थाहा छ मलाई थाहा छ भित्री गोप्य अब कुरा मेरो ल्याउनु, भित्र गोप्य गोप्य कुरा। कुरा सुन्यो भने नि अब फेरि यहाँ हालेर म होइन अलिक साना छँदाखेरि होइन अहिले चाहिँ ठुलो उमेर भयो कटर कल्ला कल्ला मनपर्छ भन्नु त किन होला थाहा छ नुन चाहिँ कटर चाहिँ नुनले पाक्छ भनेर कसैको बोटमा रुखमा कटरको रुखमा चढ्ने मलाई रुख चढ्नलाई हाँगासँग केही चाहिँदैन थियो गोल भएर सलल माथि जान्थेँ अनि रुखमा खल्तीमा चाहिँ नुन हुन्थ्यो अनि एउटा किला बनाएर फलामको किला काठको किला लग्थेँ अनि त्यो पहिला किला चाहिँ पाल पारेर नुन राखिदिन्थेँ अनि पाकेपछि त्यो कटर ल तेरो अङ्कल तपाईँको बोटमा कटर पाकेछ म एउटा मात्रै पाकेको छ लग्छ है भन्नु लान्थेँ यो चाहिँ कसैलाई थाहा छैन मलाई अब हाम्रो बिचमा एकदमै गम्भीर खुलासा हुन जाँदैछ जुन कुरा आजसम्म गोविन्द दालाई थाहा थिएन उहाँको ब्लाइन्ड एरियाको बारेमा हाम्रो बिचमा तपाईँहरू सबैजनाको कान खोलेर सुन्नको निम्ति म अनुरोध गर्न चाहन्छु दाइलाई चाहिँ थाहा छैन होइन दाइ पाइन्छ यसो एक्साइटेड भएर त्यो एक दिन भएको बेलामा चाहिँ ल गर्ने गर्ने ऊ गर्नुहुन्छ है हराइसकेपछि भेट्टाउनै सकिँदैन कि है दाइलाई त्यस्तो लाग्दैन होला हामी चाहिँ महसुस गर्छौँ क्या दाइ त अस्ति त एकदम जोसिलो भयो आज पनि भन्दा छैन दाइ त्यस्तो लाग्छ तपाईँ उहाँलाई चाहिँ हामी चर्चमा चाहिँ अस्ट्रेलियामा सुन्दा भनेर चिन्छौँ होइन तपाईँहरू कतिजनालाई थाहा छैन तर मलाई चाहिँ थाहा छ होइन जत्रै त्यो गाडी जत्रै होइन उमेरमा म पनि कस्तो थिएँ भने गुच्चाहरू एकदम खेल्थेँ मलाई अर्थी खेल्न आउँदैन क्या दाजुभाइले जेले नि मेरो दिदी साथीहरू हुनाले मलाई गुच्चा खेल्न आउँथ्यो अनि म सपनामा पनि एकदम गर बनाउँथेँ अरे क्या दिदीले भन्नुहुन्थ्यो होइन मेरो पाली हो होइन मैले एउटा गुच्चा मेरो भन्थेँ अरे क्या त्यो तपाईँहरूलाई थाहा छैन सायद मेरो कुरालाई पनि थाहा छैन होला म चाहिँ राख्थेँ मैले बेगारी खान्छ जस्तो लाग्छ तर मैले हेर्दाखेरि चाहिँ उहाँलाई बेगारी खाने जस्तो लाग्छ बेगारी खाने जस्तो लाग्छ जवानी बिहे गरेर छु जस्तो बुढी जस्तो देखेर लाग्ला रे तर को बिहे नगरेर कमलको छोरी भनेर चिनिन्छ सुला भनेर चिनिन्छ तपाईँहरूलाई थाहा छैन होला होइन मलाई कसैले के भन्नु भने चाहिँ होइन त्यो कुरा मनमा चाहिँ बिजिरहन्छ कि अब कसैले के भन्यो भने मनमा बिजिरहन्छ बेला बेला मलाई आफ्नो साथी चाहिँ कोही लाग्दैन कि मैले जति साथी बनाए पनि मलाई आफ्नो साथी जस्तो चाहिँ कोही के अरे ऊ साथीहरू चाहिँ मेरो साथी होइन कि जस्तो लाग्छ छ होइन हाम्रो बिचमा कौशिलालाई जति साथी बनाए पनि उसलाई चाहिँ मेरो साथी मलाई यसले धोका दिन्छ कि होइन यो मेरो गम्भीर साथी हो कि होइन जस्तो लागिरहेको छ त्यसकारण हामी सबैजनाले उसको निम्ति एउटा असल साथी हुनु कविताको छोरी भनेर चिनिन्छ गम्भीर खुलासा हुँदैछ यहाँनिर सबैजना ध्यान दिएर सुन्नु होला रेडी तपाईँहरूलाई थाहा छैन होला है यति दुब्ली देखिरहेको हेर्नु मेरो वेट लस आयो मेरो भ्याकेसन पछाडि मेरो वेट लस भयो
साँझनो एकैछिन हामी ध्यान दिएर सुन्नु होला। आज हाम्रो बिचमा एउटा गम्भीर खुलासा हुँदैछ, जो कुरा तपाईँले अहिलेसम्म थाहा पाउनु भएको थिएन। हाम्रो बिचमा ऋतु विश्वबाट आफ्नो जीवनको गम्भीर एक्साइटेड र एकदमै महत्त्वपूर्ण खुलासा हिडन एरियाको बारेमा खुलासा हुन जाँदैछ। अब हामी उहाँकै मुखार बिन्दुबाट राखेका छौँ। हाम्रो बिचमा मान्छे र मुखमा मुख आँखामा हात आशिका दसुबी कुनै कुराहरू गर्दाखेरि होइन बिचमा कोही कुराहरू गर्दाखेरि राम्रो भन्ठाना जस्तो लाग्छ, तर उसको त्यो बोली चाहिँ अरूलाई नराम्रो लाग्छ। यो चाहिँ हल्का काली अनि के भन्छ अलिक छोटो कपाल राखी धेरै कपाल काट्ने अलि हेर्दाखेरि 12-13 वर्ष जस्तो नदेखि उसलाई थाहा छैन होला, तपाईँले धेरै सङ्गत छैन बहिनीसँग, त्यहाँदेखि मैले देखेँ अनुसार है उसलाई चाहिँ एक चर्चतिरै देख्दाखेरि नै यो चाहिँ नगर है बहिनी, यो गर्दा यस्तो सङ्गतिमा बस्दा फोनहरू नचलाऊ, अलिकति ध्यान दिनु गर सङ्गतिमा भन्दाखेरि चाहिँ उसको ध्यान चाहिँ त्यही फोनमा हुन्छ कि। अनि मैले कतिचोटि सम्झाएको छु कि, अनि उसले त्यो कुरालाई चाहिँ मानेको छैन, अलिक घमण्डी टाइपको छ। अनि भन्दाखेरि सम्झाउँदाखेरि अलिक झम्क रिसाउँछ, त्यति नै हो। उसलाई थाहा छैन। त्यो अननोन एरियाको बारेमा चाहिँ हामी कसैलाई पनि थाहा छैन। मलाई परमेश्वरले किन यो संसारमा पठाउनु भयो, पहिलो कुरा चाहिँ हाम्रो बारेमा गाउँलेहरूले हामीलाई अरू मान्छेले कसरी सोध्छन् भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण। त्यस कारण आफ्नो परिचय बनाउनु पर्छ कि म खोला जस्तै यहाँ अघि एकदम सहज के भयो भन्दाखेरि क्रिसलाई चाहिँ हाम्रो चर्चको ड्रम बजाउने मान्छे को भन्दाखेरि क्रिस भन्दा सबले चिन्छन् होइन। सबैजनाको एउटा आइडेन्टिटी हुनु पऱ्यो कि। रञ्जितलाई चाहिँ अब एकसम्म हाम्रो बालसँग के हेर्छ उसले भन्नुहुन्छ रञ्जित, हाम्रो चर्चमा बालसँग हेर्छ को भन्नुहुन्छ रञ्जित चिन्दैन आयो नि त। ड्रम बजाउनु को भन्दा श्री कृष्ण नाला नि, गिटार बजाउनु को भन्दा कञ्चनको नाला नि। पब्लिकमा चाहिँ हाम्रो आइडेन्टिटी हुनुपर्छ क्या पहिलो होइन। दोस्रो कुरा चाहिँ कतिले हामीलाई हाम्रो अननोन साइडहरू हुन्छ, त्यो अननोन साइडहरूको बारेमा चाहिँ अहिले त हामीले होइन ओछ्यानमुखीको कुरा गरेको होला होइन, तर वास्तवमा रियल कुरा चाहिँ त्यो होइन। तेस्रो कुरा भनेको चाहिँ लाइन एरिया, आफूले आफू देख्दा म ठिक छु, म राम्रो छु, म एकदमै सबै कुरा मेरो ठिक छ जस्तो लाग्छ, तर वास्तवमा करेक्सन गर्नुपर्ने कुरा चाहिँ हुन्छ होइन। चौथो कुरा भनेको चाहिँ अननोन एरिया छ जीवनमा।